हेलो गाइस, अहिले चाहिँ म चाहिँ फिलहाल चाहिँ तपाईँको रातिको 9 बजिसकेको छ है। म चाहिँ अहिले चाहिँ डिएस गुरुङ रोडमा अनलोड हुँदैछ मेरो गाडी है। यहाँनिर छु है। हेर्नुहोस् है, हाम्रो चाहिँ ड्युटी आजसँग सकेको छैन है। आज यस्तो छ। अहिले फिलहाल चाहिँ म डिएस गुरुङमा यो सबै पानी परेर अहिले चाहिँ एकदम गुल्लो अवस्था भइरहेको छ पानीको कारणले गर्दाखेरि है। पानी परेर यस्तो भइरहेछ हिल्लो एकदम। यहाँ अगाडि चाहिँ एकदम मौसम चाहिँ हेर्नु कुहिरो लागेर है, फगी लागेर चाहिँ यस्तो देखिरहेको छ। यहाँ अगाडि तपाईँले देखिरहेको भएको चाहिँ डम्बर चोक है। म चाहिँ फिलहाल चाहिँ यहाँ डम्बर चोकको छेउमा छु है। अहिले लगभग 9 बजिसकेको छ है। 9 बजिसकिसक्दा पनि यतिको चाहिँ अहिले गाडी चलमल छ है हाम्रो डम्बर चोकमा। तर दोकानहरू चाहिँ तपाईँले देखिरहनु भएको छ, सटरहरू यो दिउँसो दोकानहरू सबै खुल्लै हुन्छ, ओपन हुन्छ है। अहिले फिलहाल चाहिँ सबै अहिले क्लोज छ है। यो दोकानहरू डल्लै बन्दको अवस्था, सबै बन्द छ गाइस है। म चाहिँ अहिले मेरो गाडी चाहिँ यहाँनिर अनलोडिङ भइरहेको छ है। अब मेरो ड्युटी अझै पनि सकेको छैन। मेरो ड्युटी चाहिँ यहाँनिर मैले पानी हालिरहेको अवस्था है। यहाँ पर चाहिँ यस्तै छ अवस्था गाइस। आजलाई यति नै है। फेरि नेक्स्ट भ्लगमा मिल्नेछौँ। त्यतिसम्मको लागि सबैजनालाई जय हिन्द।